ओके गाइज गुड मर्निङ। ल हामीहरू बारफाकबाट चाहिँ नि माथि हिजो लाभराक बसियो है। लाभराकमा गएर अनि 1 नाइट स्टे, त्यसपछि हामीहरू अहिले फर्किँदैको अवस्था तल बारफाकतिरै। अनि गाडीमा फर्किया थियौँ, तर बीचमा चाहिँ नि बाटो चाहिँ नि पहिरो गएर बाटो अवरुद्ध भएको अवस्था छ। त्यसले गर्दाखेरि अब गाडी अब कहिले आएर त्यहाँ बाटो बनाउने, कहिले आइपुग्ने गाडी हैन त्यहाँ बाटो बनाउनलाई। त्यसपछि हामीहरू चाहिँ नि पैदल यात्रा गर्दै साथीहरू करिब हामी झरेको तल यो ओह्रालो बाटो करिब 15-20 मिनट भन्दा बढी भइसकेको छ। अझै 1 घण्टा पुरै लाग्छ तल बारफा पुग्न है। हामी माथि यो लाभराक को भन्दा अलि यता करिब 10 मिनट यता बाटो यता चाहिने एउटा माम्चे भन्ने रेस्टुरेन्ट रहेछ, त्यहाँ खान बस्नको लागि व्यवस्था पनि रहेछ है। त्यहाँ ब्रेकफास्ट गरियौँ र अहिले गाडीमा तल झरेपछि त बीच बाटोमा त अलि त 15 मिनट जति बाटो आइसकेपछि चाहिँ पहिरो गएको छ हजुर। त्यसले गर्दाखेरि अवरुद्ध भएको छ बाटो। हामी चाहिँ नि पैदल यात्रा गर्दै र हामी तल बारफाक झर्दै हो साथीहरू। आउनु साथीहरू गाइज, समय मिल्छ टाइम मिल्छ भने हजुरहरू आउनुहोस् घुम्नुहोस्। यहाँहरूलाई मेरो शुभकामना छ, यहाँहरूको यात्रा राम्रो होस् सफल होस् भन्न चाहन्छु। सबैलाई म शुभकामना दिन चाहन्छु। अनि गाइज यहाँ हामीहरू मसँग अहिले मेरो टोली। ल गाइज के छ हौ है? ल ओके थ्याङ्क यू गाइज। ल सबैलाई ओके धन्यवाद, बाई बाई।